नमस्ते। आजको यो भिडियोमा चाहिँ हामी कसरी तपाईँले बेटर स्कुल एप युज गर्नु भएर चाहिँ तपाईँको स्कुलको एक्सपेन्सेसहरू ट्र्याक गर्न मिल्छ भनेर चाहिँ हेर्दैछौँ। सो सुरुमा तपाईँलाई थाहा छ हाम्रो यहाँ लेफ्ट ह्यान्ड साइडमा सबै मेन्युहरू रहेको छ। यहाँ भित्रको तपाईँले फाइनेन्समा क्लिक गरेर चाहिँ एक्सपेन्सेसमा जानुभयो भने चाहिँ तपाईँले कुन महिनाको एक्सपेन्स हो, कतिदेखि कतिसम्म अनि एक्सपेन्स एनालाइटिक्स, रेकर्ड एक्सपेन्स भन्ने बटन देख्नुहुन्छ। त्यहाँबाट तपाईँले चाहिँ यहाँ एक्सपेन्सेसहरूको ओभरभ्यू चाहिँ यहाँ देख्न सक्नुहुन्छ। त्यहाँबाट तपाईँले यहाँ के कुरामा पैसाहरू खर्च भएको छ त भनेर क्लियरली सबै यहाँ लिस्टेड छ। अब तपाईँलाई केही फिल्टरहरू युज गर्नु मन छ भने चाहिँ यहाँबाट तपाईँ यसरी युज गरेर चाहिँ कस्तो खालको के हो भनेर यहाँ हेर्न सक्नुहुन्छ। त्यसै गरी अब तपाईँलाई पेमेन्ट मेथड अनुसार चाहियो भने चाहिँ अब सपोज ई-सेवा अनुसार कति ट्रान्ज्याक्सन भएको छ भनेर तपाईँले यहाँबाट हेर्न सक्नुहुन्छ। सो यदि तपाईँलाई नयाँ एक्सपेन्स रेकर्ड गर्नु मन छ भने चाहिँ यहाँ रेकर्ड एक्सपेन्समा गएर चाहिँ तपाईँले अब कस्तो खालको एक्सपेन्स हो त तपाईँले त्यही अनुसार देख्न सक्नुहुन्छ। फर इक्जाम्पल क्लासरुम लेखेँ मैले अहिले चाहिँ, अनि पेमेन्ट मेथड चाहिँ मैले क्यास दिएँ, अनि डेट पनि तपाईँले यहाँबाट चुज गर्न सक्नुहुन्छ। सो तपाईँले चाहिँ यहाँ आइटम डिस्क्रिप्सन दिनुपर्ने हुन्छ, जस्तो कि मैले चेयर, अनि चेयरको रेट तपाईँले यहाँबाट सेट गर्न सक्नुहुन्छ। सपोज इट वाज 1000 रुपिज, अनि कतिवटा ल्यायो त भनेर तपाईँले पनि यहाँबाट सेट गर्न सक्नुहुन्छ। सपोज 10वटा ल्याए अरे, अनि त्यहाँबाट चाहिँ तपाईँको यहाँ टोटल चाहिँ आफै क्यालकुलेट हुन्छ। यसरी तपाईँले डिफ्रेन्ट आइटम्सहरू एड गर्न सक्नुहुन्छ। सो एड गर्दै तपाईँले तपाईँको चाहिँ यहाँ एक्सपेन्स पनि त्यही अनुसार बढ्दै जान्छ। सो मैले 500को बुक चाहिँ फर इक्जाम्पल मैले 50वटा ल्याएँ अरे, सो टोटल चाहिँ यसरी क्यालकुलेट हुँदै जान्छ। केही नोटहरू लेख्नु छ भने पनि तपाईँले यहाँबाट नोट लेख्न सक्नुहुन्छ। सो त्यसपछि चाहिँ यहाँ रेकर्ड एक्सपेन्स गरिसकेपछि हजुरको एक्सपेन्स चाहिँ यहाँ सक्सेसफुली रेकर्ड हुन्छ। यदि तपाईँलाई डेटहरू चेन्ज गर्नु मन छ भने चाहिँ यहाँबाट डेट पनि चेन्ज गर्नुहुन्छ, र अकाउन्टेन्टमा सिङ्क गर्नु पऱ्यो चाहिँ यहाँबाट सिङ्क पनि गर्न सक्नुहुन्छ। सो यसरी चाहिँ तपाईँले आफ्नो स्कुलमा के एक्सपेन्स भइरहेको छ त भनेर इजिली बेटर स्कुल युज गरेर चाहिँ ट्र्याक गर्न सक्नुहुन्छ। थ्याङ्क यू।